Hello everyone, welcome back to my YouTube channel again. हजुरलाई फेरि पनि मेरो ब्लगमा स्वागत भन्न चाहन्छु। न्यू डे न्यू ब्लग स्टार्ट गरिसकेको छु र आज चाहिँ हामी नयाँ ठाउँमा गइरहेको छु फेरि पनि, अनि हजुरलाई पनि शेयर गर्नेछु र भिडियो हेर्नुहोस् होला लास्टसम्म। अनि हामी कता कता जान्छ सबै म भिडियो अपलोड गर्नेछु, लास्टसम्म भिडियो हेर्नुहोस् होला। हामी चाहिँ घरबाट निस्किसके, आमा र बाबा चाहिँ पछि छ अनि म चाहिँ अगाडि जाँदैछु किनभने मेरो दोकानमा काम छ, त्यसले गर्दा छिटो जाँदैछु। खाना र भेनामा आइपुग्नु भयो। ल जाउँ है त। कबाट हाल्नु पर्छ? आमा बस्यो, आमा जानु म त छेउमै बस्छु। एकछिन सुत्नुहोस् किनभने अहिले किनभनुहोस् त गाडीमा माथि। हुन्छ चालना पनि फोन गर्छ नि सकेर। यो मेरो नातिनी हो, नातिनीलाई घुमाउन लिएको हो। हामी यति आएको छौँ, टिकट काट्नु लाइन लागेको हेर्नुहोस्। आमामामामामा फिलहाल चाहिँ हामी पुगिसक्यौँ अनि पुगेर अब भित्र एन्ट्री गर्नुको लागि चाहिँ टिकट काट्नु हुँदैछ आपाले चाहिँ। लो अब हामी चाहिँ एन्ट्री गरिसके। ल हिँड्नु म भिडियो गर्दै हिँड्दैछु। नानी नाचिन आमामामा हेर्नु न, फुलहरू कस्तो मजाको है। ट्रेन आयो होइन? हेलो साथीहरू, हामी आइपुगिसके। चिन्नुभयो होला यो ठाउँ के छ हौ।
रहेछ गनहरु रहेछ त्यो छोराको त नानी त्यो छोराको ओ उड्नेको फुलहरु रहेछ देखिए तो इसमें कलर ये सब आता है रेड में भी बहुत अच्छा होता है कलर वाला चिन्नु होला हजुरले यो कहाँ हो भनेर लु छ्या कालो मुनि कालो जुमै एक ठाउँ अब हो यहाँबाट छिर्नु न यता पर्छ नि यता अब ट्रेन आएको हेर्नुहोस् होला कस्तो राम्रो देख्छ ल ल ल ल म यहाँ बस्छु बहिनीको पछि यस्तो भिड छ आमा के भन्नु त्यो त्यसै ठाउँ पनि छैन यहाँ अब त चिन्नुभयो होला हजुरले मैले क्लियरसँग भिडियो गरिरहेको छु यो चाहिँ दार्जिलिङको ट्रेन अनि यो ठाउँलाई भन्छन् बतासे हजुर कतिजनालाई त थाहा हुन सक्छन् अनि कतिजनालाई चाहिँ थाहा हुन नसक्ला एकदमै मैले क्लियरली भिडियो बनाइरहेको छु लु बतासेमा चाहिँ यस्तो भिड छ है मान्छेहरू चाहिँ हेर्नुहोस् है कहाँ हराउनु भयो आमाहरू त नाना र आमा त कहाँ जानु यता रहेछ यता हामीलाई हेरिरहनु ब्लॉगर है क्या? यस ब्लॉगर है। आप कहाँ से आए? हम असम से। असम से? हम लोग तो नहीं लोकल है। लोकल है। लेबर से आए। दार्जिलिंग से। कैसा लग रहा है आपको? एकदम ये जगह और जगह क्या? आप बोल सकेंगे कोई? आप कहाँ से आए? बोल सकेंगे? असम से बोला ना। असम को। इंट्रोडक्शन हुँदैछ यहाँ चाहिँ आका अनि असम बढाउनु भएको रे आप आइए उधर में बहुत जगह है आप लोग घुमाएंगे जैसे यहाँ से दार्जिलिंग का ट्रेन मिलता है हम लोग असम का ट्रेन है वहाँ से उसके बाद हम लोग का फेमस टेम्पल है कामाख्या टेम्पल आ रहे अब आइए हम लोग वाटरफॉल भी है हम लोग ऐसे घूमते रहते हैं राम्रो छ एकदम राम्रो भयो ये बतासे कैसे लगा? बतासा एकदम कूल प्लेस एक्चुअली हम लोग तो इधर में महाकाल मंदिर गए और फिर रोपवे और फिर इधर में आपका सब दार्जिलिंग तो घूम ले और फिर दार्जिलिंग मॉल में गया था उधर में बहुत अच्छा लगा पार्किंग उल्टा उल्टा करके 2000 रुपये फाइन भी भर के आए
आम्बो क्या मजाको देख्यो मार्टिन कस्तो राम्रो देख्यो हौ बहिनीलाई लु म खिचिदिन्छु त मार्टिन दिन्छौ त्यो चौरमा त दिँदैन कि त्यहाँ त नो इन्ट्री अब जता घुमाउँदा पनि पाउँछ नि हजुरहरूले देख्नुहुँदै होला यहाँ मान्छे कतिको छ भनेर बतासेमा कता कताबाट आउनु भएको रहेछ म चाहिँ ह्याङ्गर भइरहेको छु है एकछिन चाहिँ लु कहाँ युट्युबर हो यी कहीँ नभएको युट्युबर भन् कहाँ भनिरहनु युट्युबर आमा बोल्नु त आफ्नो आफ्नो ड्रेस लगाएर फोटो खिच्छु जाडो महिना सकिसक्यो टोपी सकेको छैन ल हेर्नुहोस् है लु थोड़ा एखाने फोटो तुलबি यो कस्तो राम्रो देख्यो यो अझै यो डल्लै हुनु पनि कस्तो राम्रो देख्छ होला नि होइन यो गुराँस के सबै गइसक्यो लु फोटो सेसन यहाँ पनि हामी चाहिँ घुमिसक्यो लु अब चाहिँ हामी फर्किनुपर्छ वा नानीको लागि टोपी हौ त्यो हुन्छ होला राम्रो खै लु ट्रेन आयो गुराँसहरू सबै फुलेर झरिसकेछ लु कस्तो
इजिली हेर्नुहोस् है कस्तो मजा मजाको रङ बिरङको खिच्यो ओ साउ ठुलो भएन है यो हामी चाहिँ फर्केको अब बतासीबाट अर्को ठाउँ जानुपर्छ रुपियाँ गोटा ठिकै है आमा कुन चाहिँ खाना चाहिँ हो दार्जिलिङको ट्रेन स्टेसन पर्छ पनि हो म त तर्सिकेको नानीलाई दोस्रो अचानक बज्दाखेरि चाहिँ तर्स्यो नि हौ बतासेबाट अहिले चाहिँ आइसक्यो हामी बजार जाँदैछु हिँडेर गाडी राख्ने ठाउँमा गएर यता जाँदैछु यो चाहिँ दार्जिलिङको ट्रेन स्टेसन के चाहिँ नानाहरू पढ्दाखेरि के नराख्नुको लागि घर नभए त पढाइहरू
त्यतिकै त के हुन्थ्यो त आमा हो सिमराया 40, 30, 50 कतिको लानु डल्ले खोर्सानी पनि निस्केको छ है के केरा हो घिउ केरा ए घिउ केरा भन्छ चिनी केरा पनि भन्छ है चिनी केरा पनि भन्छ यो है यो चिनी चम्पा राम्रो हुन्छ यो पनि है यो पनि अन्तलाई सोधेको यो राम्रो हुन्छ त अनि अङ्कल यो कसरी हो यो किनारी बेग त यहाँ छैन अन्त हेर्नु ल मजाको रहेछ यो मजाको छ नि कहाँ मसिनो अब हामी के आमा हेर्नुहोस् त आमा हेर्नुहोस् त यो है कता कता ल्यायो नयाँ ठाउँ पनि थाहा छैन खाजा खानु पर्छ भने रेस्टुरेन्टमा के खाने बहिनी ए त्यो खोइ के खाने बहिनी के खाने यसले अलिअलि चिकन ललिपप चुडाएर दिनु सक्नुहुन्छ बहिनी के खाने बहिनी के खाने हो देखाउनुहोस् त के खानुहुने के खानुहुने खोइ देखाउनुहोस् न के खानु ए यो के रहेछ खोइ चिकन चिकन खानु नि म चाउमिन खान्न मोमो पिज्जा झोल मोमो अझै सुक्खा है सुक्खा मोमो सादा मोमो नानाले त मोमो माग्नु भएन त
पाइलट भइरहेछ बहिनी चाहिँ सिरियस भइरहेको छ